तिमी आउने भनेर के आज खाली भएको ठुलो चाहिँ जुत्ताको माया लागेर चाहिँ गाइजहरू त्यो फ्री कस्ट हो नि त पैसा लाग्दैन त्यहाँ राख्यो भने हराउँछ भन्ने सम्भावनाले यहाँ चाहिँ फ्री कस्ट हो नि त गाइजहरू चेस गरेर म यहाँ कता खाइदिएको चेस गरेर चेस मान्छेले खानु पाउँदा त हेर्दै नरी खाँदो रहेछ सो सबैजनालाई दर्शक नमस्ते आयो तपाईहरु सन्चै आरामै हुनुहुन्छ होला म पनि एकदम फिट एन्ड फाइन सो गाइजहरु के गर्दै हुनुहुन्छ सो फाइनली आजको दिन पनि सुरुवात भइसकेको छ नेक्स्ट डे नेक्स्ट भ्लगमा हैन आज विशेष गरी भन्नुपर्दा आज स्पेशल भ्यालेन्टाइन डे हो गाइजहरु है त तपाईहरुले कोकोले कसरी मनाउनु भयो धेरै जसो मान्छेहरु गर्लफ्रेन्ड बॉयफ्रेन्ड भेट्नु गयो होला मेरो चाहिँ बुढी मलाई आफैले भेट्न आछ गाइजहरु स्पेशल भ्यालेन्टाइन त त्यस्तो त के पनि भएन बस अब गिफ्ट सिप पनि के पनि दिएन मैले बुढीलाई गिफ्ट पनि दिएन लाइक त्यस्तै मतलब अब दिने हो गिफ्ट दिनलाई बुढीलाई माया गर्नलाई अनि के भन्छ गिफ्ट दिनलाई अनि माया गर्नलाई भ्यालेन्टाइन डे कुर्नै पर्छ भन्ने छैन गाइजहरु है खत्म बाय बाय टाटा गुड बाय गया सधैँभर हुन्छ माया चाहिँ भ्यालेन्टाइन डे कुर्नै पर्दैन गाइजहरु सो अहिले चाहिँ म बुढीलाई लिएर चाहिँ मन्दिर घुमाउने लाने सोच हिजै लाने विचार थियो बिचरालाई अब ठगेला होला यताउता भनेर चाहिँ लगिएन अनि मन्दिर जान्छु अनि अब खाजा खानुपर्छ भोक लागिसकेको छ हैन अनि तिमीलाई आज म स्पेशल उ खान्दिन्छु के लस्सी जनकपुरको बवाल लस्सी र लालमोहन के मिठाई लालमोहन र मिठाई लड्डु लाइक त्यही नै होला लालमोहन खै आइडोन्ट मलाई थाहा छैन हैन लालमोहन चाहिँ भन्छ अनि त्यति मलाई चाहिँ गुलियो मन पर्दैन उलाई चाहिँ फेरि गुलियो एकदम किरा हो के हैन सो उलाई चाहिँ म त्यहाँ जनकपुरको नम्बर 1 लालमोहन खान लान्छु अनि त्यसपछि आएर लस्सी खान्दिन्छु सो त्यही हो है त त्यतिर चाहिँ दामी भ्लग आउँछ भोलितिर नि दामी ठाउँ लान्छु घुमाउन अब गाइज घुमाउनु पर्यो नि हैन अरु त्यस्तै हो घुमाउनु त पर्यो नि गाइज घुमाउनु पर्यो हैन सो त्यही जाने नि त तिमी घुम्न होला अब कहाँ जाने तिमी सो किप वाचिङ गाइज किप लभिङ कि सब्सक्राइब गर्नुभएको छ सब्सक्राइब गरिदिनु होला हैन मेरो एउटा नयाँ च्यानल आउँदैछ अब बिस्तारै हैन म त्यहाँ अब छिटै भ्लग अपलोड गर्ने वालामा छ त्यो भनेको च्यानलमा के भन्छ लिंक डिस्क्रिप्सनमा राखिदिन्छु भन्दा पनि अहिले राख्दिनँ म तर आउँदैछ यो कुरा चाहिँ तपाईलाई जानकारी गराउँदैछु एउटा नयाँ च्यानल आउँदैछ त्यो नयाँ च्यानलको चाहिँ नयाँ च्यानलमा पनि अब तपाईले माया देखाउनुपर्छ गाइज है त किप वाचिङ किप लभिङ सब गर्नुपर्छ के रे हेलो दर्शक नमस्ते गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल दिस इज राइडर पिएसजी फाइनल्ली निस्किसक्यो हामी दुईजना चाहिँ हैन मेरो जानकी मन्दिर भित्र छिराउन चाहिँ खोजिरहेको अनि लेट्स सी अब त्यहाँ गएर मन्दिर जान्छौँ फर्कन्छौँ हैन बुढीलाई पनि मस्त घुमाइदिउँ एकछिन भनेर घुम्न भनेर आएको बिचार बिहानभरि सुतिरहेको हैन अब हामी चाहिँ यहाँबाट जानकी मन्दिर जान्छौँ अनि खास भन्ने हो भने गाइजहरु हामी बिहानै जानुपर्ने थियो मन्दिर चाहिँ हैन एक दिन फेरि गइहाल्छ तै पनि अहिले चाहिँ यसो फ्रेस हुन जाउँ न त लाइक म पनि अब बिहानमा अलि साइडमा बिजी थिएँ तिमी ट्रेन चढ्ने हो कहिले चढ्ने चढ्न मन लाग्छ ट्रेन अहिलेसम्म चढाएको छैन हैन यता लोकल हुन्छ त्यस्तो उ हुँदैन के त्यही हो अनि भोलि कान्छी नानीलाई चाहिँ यहाँबाट माथि गडी पनि लैजानु पर्ला अनि आज वास्ता भन्नु भने आज भ्यालेन्टाइन डे हो हैन अनि हामी दुईजना एक आपसमा चाहिँ कसैले पनि गिफ्ट दिएन के उले पनि मात्रै जस्ट ह्याप्पी भ्यालेन्टाइन्स डे भन्यो हैन मौखिक हैन बस त्यति नै हो गिफ्ट सिप भने दिने चलनै छैन यहाँबाट चाहिँ एकछिनमा पुग्छ गाइजहरु जानकी मन्दिर यहाँबाट लगभग आधा किलो 1 किलोमिटर जति छ अनि पपुलेसन चाहिँ एकदम बवाल छ के यतातिर चाहिँ हैन बलि कोलाहल बढी छ ध्वनि प्रदूषण चाहिँ बवाल हो यतातिर चाहिँ हैन मेरो बुढीलाई अब झ्याउ लाग्यो भन्छ हिजो आएको आजै झ्याउ लाग्यो भन्छ खास यो चाहिँ गाइजहरु हस्पिटलले गर्दाखेरि हो हैन यहाँ बढी भिड हुने चाहिँ नत्र खासै यो बाटो भिड हुने होला त हैन आज चाहिँ अलिक खाली रहेछ नत्र बवाल भिड हुने ठाउँ हो नि त फेरि यो त जानकी मन्दिर चाहिँ आइपुगे हैन हामी यहीँ पार्किङ गर्नुपर्ने हुन्छ जानकी मन्दिर आइसक्यो हैन अनि अब के घुमाउने म त सधैँ घुमिरहेको मान्छे अब मैले के घुमाउने अब ऊ घुम्छ सर हैन भित्र छिर्ने हो र छिरौँ न चाहिँ मान्छे लास्टै कम छ गाइजहरु हैन अरु बेला चाहिँ लास्टै भिड हुन्थ्यो आज हामी तिमी आउने भनेर के आज भिड भएको खाली भएको त्यहाँ यहाँ माग न यतापट्टि जुत्ता त घर थिएन उ त्यहाँ भने त्यसलाई ठुलो चाहिँ जुत्ताको माया लागेर चाहिँ गाइजहरु यहाँ राखे चाहिँ फ्री कस्ट हो नि त
पैसा लाग्दैन, धेरै राख्यो भने हराउँछ भन्ने सम्भावनाले यहाँ चाहिँ फ्री कस्ट हो नि त गाइजहरू। त्यति धेरै माया गर्नु पर्दैन हौ। चलो तिमीलाई भनेपछि लास्टै माया लाग्यो नि त जुत्ताको। विशेष गरी उसलाई आज मन्दिर घुमाउनु पर्ने थियो होइन। अनि मन्दिर घुमाएँ म त सधैँ अभियसली सधैँ आइहाल्छु होइन। अनि सो अब त्यहाँ लगेर तिमीलाई चाहिँ दामी ऊ खानिदिनु पऱ्यो क्या। तिमी के खाने रे? मात्र दुईवटा मात्रै खान्छ, लस्सी र लड्डु। लालमोहन खानिदिनु पऱ्यो क्या, यहाँको जनकपुरको बेस्ट लालमोहन। यो आज चाहिँ खासै भिड चाहिँ छैन होइन, खासै धेरै भिड चाहिँ छैन। ऊ आउने दिन भनेर होला सायद खासै भिड पनि छैन। सो गाइज अब चाहिँ हामी लाग्छौँ होइन, घुमाउनु पर्ने थियो। अब म त जहिले पनि आएर हुन्छु होइन। महत्त्व भन्ने चिज चाहिँ घुमिरहेछ क्या। अब यो जानकी मन्दिर मान्छे घुम्न धेरै आउँछ होइन। हामी चाहिँ यत्तिकै नजिकबाट पनि महत्त्वहरू चाहिँ घुमिरहेको छ होइन। ऊ चाहिँ फर्स्ट टाइम अब फर द फर्स्ट टाइम अनि मन्दिरतिर घुमाइदिउँ त नि भन्ने अब त्यो त नि एउटा चासो हुन्छ होइन। घुमाइदिएको मायालु अलिकति डरायो, लाइक त्यो के भन्छ अप्ठ्यारो होइन। जनकपुरको मस्ट दामी, तिमीलाई दामी खानिदिन्छु क्या त्यो के लालमोहन। लस्सी खान जान्छौँ अनि लस्सी खाएर लालमोहन खान्छौँ, लाइक यस्तै हो होइन। भोलि चाहिँ तिमीलाई म ट्रेन चढाउँछु, भोलि चाहिँ होइन पर्सितिर चाहिँ ट्रेन चढाउँछु। 15 दिनसम्म बसेर घुम्न त मेरो त पैसा रित्तिहाल्छ त यार। 15 दिनसम्म नै घुम्यो भने त 15 दिन बस्ने र गाइजहरू 15 दिनसम्म घुमायो भने त मेरो खल्ती रित्तिन्छ फेरि यहाँ जोगी भन्छ फेरि। अनि म त फेरि सो केही छैन, घुमाउनु मान्छेलाई घुमाउनु पर्ने हो, घुमाउने हो होइन। पहिला लस्सी खानु पऱ्यो। लस्सी कति भिड छ यार। दुईवटा खाऊँ न दाइ। चेस गर, म यहाँ कता खाइदिएको चेस गर चेस। गुवास चाहिँ त्यस्तो हो कि म यहाँ। हामी चाहिँ लस्सी खाएर त्यसपछि आएर के अरे लालमोहन होइन मिठाई खामियौँ भन्ने हिसाबले चाहिँ लिएर आएको। लेट्स सी अब हामी जान्छौँ है। लान्छौ त एउटा सारी? त्यहाँ त नेपाली पैसा त चल्दैन त नि। के को सस्तो पाउने उस्तै हो। ल सानो आयो। रस खान्छौ? हुन्छ ल्याइदेऊ न। लालमोहन यो रसभरी हो। हामी चाहिँ गाइजहरू उसलाई मिठो हुन्छ यो जनकपुरको फेमस हो क्या यो चाहिँ होइन। सबै अझै खासै भन्यो भने मन पर्दैन होइन। तैपनि बुढीको लागि चाहिँ उसलाई बेस्ट लाग्छ क्या फेरि मिठाई चाहिँ होइन। जनकपुरको नम्बर 1 हंसराज मिठाई पसलमा चाहिँ ल्याइदिएको मस्त हो। मान्छेले खानु पाउँदा त हेर्दै नरी खाँदो रहेछ। अलि खान्यौ? कस्तो लाग्यो तिमीलाई? के भन्छ नि यहाँको भाषामा? बहुत अच्छा बा। बनिया भन न। बनिया? बहुत बनिया है। बहुत बनिया है। चीटिंग करता है तू। चीटिंग करता है तू। अझै मन परेन खाऊ तिमीले यार। गुलियो चाहिँ तिमीले बबाल खाने हो कि गुलियो चाहिँ? गुलियोको फ्यान होइन त तिमी? मलाई चाहिँ खासै मन चाहिँ पर्दैन गाइजहरू गुलियो होइन। बुढीलाई लिएर आएको छ किन नखाने भनेर चाहिँ बुढीको लागि भएर पनि साथी बसेर चाहिँ खाइदिएको। 2-4वटा खाइदियो। अनि यो चाहिँ मलाई खासै मन परेन होइन। उसले चाहिँ मस्त खाइरहेछ। अनि म चाहिँ यो खाँदिनँ गाइज है। सो अब चाहिँ पेमेन्ट गर्छु। अब
खाएँ, लस्सी खाएँ, लालमोहन लाइक के यहाँ बेसी ध्वनि प्रदूषण छ कि टाटा र टुटु बोर लागिसक्यो। अब उसलाई पनि बोर लागिसकेको छ, उसलाई पनि बोर लागिसकेको छ, बुढीलाई पनि बोर लागिसकेको छ। जान्छौँ गाइज, एकदम शान्त उतै छ यार, रुममै शान्त हो। यहाँ धेरै बजार धेरै भिड छ क्या, यहाँ झन् त्यस्तै हल्ला बढी बेसी होइन।